लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम र रोल्पामा मनाइने भूमे पर्व। भूमे पर्व मगर खाम, मगर काइके तथा अन्य स्थानीय समुदायहरूले विशेष रूपमा मनाउने एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। यो पर्वमा विशेष गरी रोल्पा र रुकुमका क्षेत्रमा धुमधाम साथ मनाइन्छ। पूर्वकालदेखि मानिसहरूले पृथ्वीलाई जीवनको आधार मानेका छन्। अन्य फलफुल, पानी र सम्पूर्ण जीवजन्तु अस्तित्व पृथ्वीमै निर्भर हुने भएकाले पृथ्वीलाई देवता भूमे भनेर पूजा गर्ने चलन बसेको मानिन्छ। भूमे शब्दको अर्थ नै भूमि वा पृथ्वीको देउता हो। भूमे पर्व असार मसान्ततिर मनाइन्छ। यस समयमा गाउँका मानिसहरू एकै ठाउँमा भेला भई भूमे थानमा पूजा गर्छन्। राम्रो वर्षा होस्, खेतीपाती सप्रियोस्, रोग नलागोस्, गाउँमा शान्ति रहोस् र सबैको सुख समृद्धि होस् भन्ने कामना गर्दै भूमे देउताको पूजा गरिन्छ। पूजा सम्पन्न भएपछि पुरुष र महिलाहरू परम्परागत वेशभूषामा सजी भूमे नाच नाच्छन्। मादल, ढोलक, झ्याली, खैँचडी, दमाहा, सनाई र आदि अन्य स्थानीय बाजागाजाको तालमा गोलो घेरा बनाएर सामूहिक रूपमा नाचिन्छ। नाचसँगै लोकगीत पनि गाइन्छ जसमा प्राकृतिक प्रेम, सांस्कृतिक र गाउँघरको कथाहरू समेटिएका हुन्छन्। रुकुम र रोल्पाको विभिन्न गाउँहरूमा भूमे नाचको शैली छुट्टै फरक भए तापनि यसको उद्देश्य भने एउटै छ, प्राकृतिक र पुर्खाप्रति सम्मान प्रकट गर्ने र कतिपय स्थानीय युवा युवतीहरू रातभरि नाचगान गर्दै गाउँभरि घुमेर शुभकामना साटासाट गर्ने तथा सामूहिक भोज खाने परम्परा पनि रहेको छ र यहाँका गाउँहरूमा छुट्टै परिवेश भए पनि तर उद्देश्य भने एउटै छ। हरेक गाउँमा फरक नाच नाचिन्छ जस्तै पैसारू, लचारू, खन्जना लगायत अन्य नाचहरू हुन्छन्। आजको आधुनिक युगमा आधुनिक समयमा पनि भूमे पर्वले रोल्पा र रुकुमको पहिचान, संस्कृति र समुदायको बीचको एकतालाई जोगाइरहेका छन्। भूमे केवल एउटा पर्व मात्र नभई प्राकृतिक सम्मान, पुर्खाको सम्झना र सामुदायिक समृद्धि र एकताको प्रतीक हो। भूमे हाम्रो संस्कृति हो, भूमे हाम्रो पहिचान हो र भूमे हाम्रो प्राकृतिकको सम्मान जीवित परम्परा हो।